दुःखको दिनहरू कसैले हेर्दैन तपाईँ कोठाभित्र जति रुनुहोस् होइन जति कराउनुहोस् त्यो दुःखमा कसैले हेर्दैन तर एक्चुअली तपाईँलाई सक्सेस भइसक्नु भयो नि एउटा अलिकति सफल भयो अलिकति मान्छेहरूले चिन्न थाल्छ नि वाह गर्न ताली पड्काउन त सबैजना आउँछ नि होइन आफ्नो लागि जिउनुपर्छ त्यो एकदम राइट कुरा हो तर म चाहिँ जति आफ्नो लागि जिउँछु त्योभन्दा धेरै चाहिँ म मेरो बाबा र आमाको लागि जिउँछु क्या कसम त्यो मान्छेहरूले गफ भन्यो भने जेसुकै भनोस् आफ्नो विचार हो किनभने जतिखेर आफूले जित्छ होइन जतिखेर जे हरेक कुरामा आमा बुवा जोडिन्छ क्या किनभने अब आफ्नो लागि ल म आफ्नो लागि पढेँ होला मेरो भविष्य राम्रो हुन्छ मलाई नै राम्रो हुन्छ होला तर आफूलाई इन्करेज गरिन्छ नि होइन अलिक राम्रो पढेँ मम्मीको लागि अलिकति